प्रधानमन्त्रीले रोज्नुपर्छ। लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्रको हुनुको बिचमा फरक हुन्छ। अहिले देशव्यापी रूपमा यत्रो आन्दोलनको भावना बढिरहेको बेला त्यसलाई नजरअन्दाज गरेर जानु अत्यन्तै गलत हुनेछ। तर सरकारले के भनेको छ भने डाक्टर गोविन्द केसीका प्रतिनिधिसँग हामीले वार्ता गर्ने कि काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने कि विवेकशील पार्टीका नेताहरूसँग वार्ता गर्ने, स्पष्ट भएर गोविन्द केसी आउनुपर्छ भनेर सरकारले भनिसक्यो नि। अब हामीले कम्युनिस्ट पार्टी भनेर भन्दै गर्दाखेरि कमरेड प्रचण्ड र केपी ओलीजीको पार्टीलाई कम्युनिस्ट पार्टी भन्ने कि रोहितजीको पार्टीलाई कम्युनिस्ट पार्टी भन्ने कि सीपी मैनालीको पार्टीलाई कम्युनिस्ट पार्टी भन्ने कि विप्लवको पार्टीलाई कम्युनिस्ट पार्टी कि भन्ने खालको मैले जवाब दिएँ भने जिम्मेवार जवाब होला नहोला बहस हुन्छ नि। त्यस्तै सरकारले चाहिँ यो पार्टी त्यो पार्टी उहाँ अनसनकारी कोसँग वार्ता गर्ने भनेर कन्फ्युजन रहिरहनु भनेको बडा दुःखद कुरा हो। 24 दिन भइसकेको छ अनसन बस्नुभएको, कसैसँग वार्ता गर्नु पर्दैन सरकारले। सिधा सिधी अघिल्लो सरकारले जुन सरकारले अध्यादेश ल्याउँदै गर्दा कम्युनिस्ट पार्टीको समेत सहभागिता सहित ल्याएको थियो, कम्युनिस्ट पार्टीकै मन्त्रीजी पनि त्यस बेला हुनुहुन्थ्यो। त्यो अध्यादेशलाई यदि सरकारले जारी गर्दै गर्दाखेरि विधेयकको रूपमा त्यसलाई लिएर आउँछ भने कसैसँग वार्ता नगरे पनि भयो नि, समाधानको प्याकेज त्यसबाटै बनिसकेको हो नि। तर अहिलेको अवस्थामा तपाईँलाई थाहा छ जुन किसिमको तर्क तपाईँले अगाडि सार्नुभयो विश्वप्रकाश शर्माजी, गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने हामी सबैको साझा दायित्व हो। तर यो राजनीति रङ्गमा गयो नि त, राजनीतिक पार्टीहरूले आफ्नो एजेन्डा किन बनायो भन्नुहोस् त यो अनसनलाई? होइन, राजनीतिक दलहरूले के एजेन्डा बनाउनु पर्ने हो मैले नबुझेको कुरा। नेपालमा 46 सालको परिवर्तन पछाडि 2बाट 2 दर्जन जति मेडिकल कलेज पुग्यो नेपाली कङ्ग्रेसको पालामा। अनि नेपाली कङ्ग्रेसकै पालामा विसङ्ख्या बढेपछि समस्या पनि बढ्यो, समस्या बढेपछि सङ्घर्षले को एउटा सम्भावना भयो। समयले डाक्टर गोविन्द केसीलाई जन्म दियो, उहाँले यो मुद्दा उठाउनुभयो। उहाँले उठाउनु भएको मुद्दालाई केन्द्रमा राखेर नेपाली कङ्ग्रेसको तत्कालीन सभापति सुशील कोइरालाले डाक्टर केदार भक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल बनाउनु भयो। शेरबहादुर देउवा प्रधानमन्त्री रहनुभएको बेलामा डाक्टर केसीको मागहरू पूरा गरेर माथेमा कार्यदलको जगमा उभिएर अध्यादेश जारी गर्नुभयो। अब नेपाली काङ्ग्रेस पार्टी होस् या कम्युनिस्ट पार्टी होस् या अरू पार्टीहरू हुन्, समाज परिवर्तनका लागि या शिक्षामा सुधारका लागि, चिकित्सा शिक्षामा सुधार लागि उठेका यी विषयलाई राजनीतिक दलहरूले मुद्दाको रूपमा दबावको रूपमा नलाने, नेतृत्व नगर्ने हो भने राजनीतिक दलले के विषयलाई उठाउनु पर्ने भन्ने अस्पष्ट हुन्छ। त्यसकारण प्रश्न राजनीतिक होइन, प्रश्न रूपान्तरण विषयवस्तु त छ नि। हाम्रो देशमा धेरै किसिमका विषयवस्तु छ। कन्टेन्टको कुरा गर्दाखेरि तपाईँलाई थाहा छ महँगी हत्तै बढेको छ, करको कुरा आएको छ होइन। हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक अध्यक्ष पशुपति शमशेर राणाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भन्नुभयो सरकारले जताततै कर बढाएको छ होइन। इन्टरनेटको कुरा गर्दाखेरि तपाईँलाई थाहा छ त्यतातिर कङ्ग्रेसको ध्यान जाँदैन। सानातिना झिना मसिना मुद्दामा कङ्ग्रेस रुमल्लेको छ, अलमल्लेको छ। सही हो? ए होइन, अब तपाईँ जतिको बौद्धिक साथीले झिना मसिना मुद्दामा अलमल्लिएको छ भनेर डाक्टर गोविन्द केसीको मुद्दा चाहिँ झिना मसिनै लाग्यो भने चाहिँ तपाईँको बुझाइ हो ऋषिजी। तर मेरो बुझाइ के हो भन्दा नेपाली काङ्ग्रेस पार्टीले डाक्टर केसीले उठाउनु भएको मागलाई समर्थन गरिरहेको छ। आफ्नो सरकारले जारी गरेको अध्यादेशको स्वामित्व लिएर हामीले यो समस्या समाधानको लागि हामीले जे विषय ल्याएका थियौँ त्यो विषयलाई अगाडि सार्न काङ्ग्रेस सरकारको कर्तव्य हो। तर सँगैमा हामीले मूल्य वृद्धिको बारेमा पनि आवाज उठाइरहेका छौँ। संविधानको धारा 91 को उपधारा 2 बमोजिम सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्नेमा किन संविधानको पालना सरकारले गरिरहेको छैन हामीले यो कुरो पनि उठाएका छौँ। निषेधाज्ञा जारी गरेको कुराको विरुद्धमा पनि हामीले अभिव्यक्ति राखिरहेका छौँ। अहिले केही एकजना मैले नाम बिर्सेँ, एकजना मन्त्रीजीले यद्यपि हिजो क्षमा वाचना गर्ने कानुन मन्त्री शेरबहादुर तामाङको नाम तपाईँलाई थाहा छैन विश्वप्रकाश शर्माजी? मैले कुनै मन्त्रीजीको नाम सम्झिरहनु पर्छ। तपाईँ अहिले बोल्दै गर्दाखेरि अमुक साथीसँग अन्तर्वार्ता दिएँ भनेर भन्दै गर्दा तपाईँले व्यङ्ग्यलाई बुझ्नु होला कुरा हो। मलाई यो मन्त्रीमण्डलको को मन्त्री भन्ने कुरो भएन र सम्झनु पनि ती मन्त्रीहरूको नाम पर्छ जसले राम्रो कामहरू गरेका छन्। बङ्गलादेशबाट आउँदै पढ्न गएका चेलीहरूको अस्मिताको बारेमा गम्भीर अभिव्यक्ति राख्नुपर्ने मन्त्रीजीको नाम बिहानै उच्चारण गरेर मैले कुनै अभिनन्दन गरेँ। कानुन मन्त्रीको नाम उच्चारण गर्ने पक्षमा विश्वप्रकाश शर्मा हुनुहुन्न आज? होइन, प्रश्न तपाईँले लाने चेता होइन ऋषिबाबु। प्रश्न के हो भन्दा बङ्गलादेशमा पढ्न गएका हाम्रा चेलीहरूको अस्मितालाई चाहिँ पारिवारिक मनोभावलाई असर पर्ने गरी गम्भीर रूपमा अभिव्यक्ति राख्ने मन्त्रीजी या अर्को कोही व्यवसायी, अब ती व्यवसायी भन्दै गरेर यति चर्चित छन्, मैले एकजना कोही व्यवसायी भने तिनको पनि नाम थाहा छैन तपाईँलाई भनेर विषय त्यता लानुभयो, तपाईँको कुरा हुन्छ। तर त्यो गम्भीर अभिव्यक्ति राख्दै गरेको विषयका बारेमा पनि हामी विरोधमा बोलेका छौँ। त्यसरी राख्दै गर्दाखेरि प्रधानमन्त्रीजी किन मौन हुनुहुन्छ? प्रधानमन्त्री भन्दै गर्दाखेरि मैले नाम भनिनँ, तपाईँलाई थाहा छैन भन्नु होला। फेरि प्रधानमन्त्रीजी किन मौन हुनुहुन्छ? मन्त्रीजीले एउटा विज्ञप्ति दिने अनि माफी माग्ने पुग्यो।
त्यसकारण यस्तो कुराको बारेमा पनि हामीले अभिव्यक्ति राखिरहेका छौँ। त्यसो भए अब प्रधानमन्त्रीले कानुन मन्त्रीलाई हटाउनुपर्छ भन्ने पक्षमा कांग्रेस हो? होइन, मैले तपाईँ समक्ष त्यो कुनै माग राखिरहेको छैन। मात्रै के हो भन्दा प्रधानमन्त्री स्वयं आफै पनि बेला बेला यसरी हलुका अभिव्यक्तिहरू दिनुहुन्छ कि गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्रीहरूलाई कारवाही गर्ने नियन्त्रणमा लिने कसले हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। तर मन्त्रीजीहरूले आफूले बोलिरहने कुरामा जोड दिनुभन्दा कर्म गर्ने काममा लागेदेखि कसैको अस्मितामा चोट पर्ने गरी सानो कुरो होइन ऋषि दमलाजी, यो सामान्य कुरा होइन। यदि तपाईँको चाहिँ एउटा चेली बङ्गलादेशमा पढ्न गएको चेलीको, पढेर आएको चेलीको आमा बाबुको हृदयमा कति चोट परेको छ भन्ने कुरा हलुका ढङ्गले बोल्ने अनि बोलिसकेपछि सरी भनेर माफी माग्दै गर्दाखेरि त्यो चोटलाई मलम पुग्दैन। यस्तो गम्भीर खालको अभिव्यक्ति राख्दै गर्दा पनि प्रधानमन्त्रीज्यू यसलाई चाहिँ तपाईँको चाहिँ नियन्त्रण गर्नतर्फ लाग्नुहुन्न भन्ने प्रश्न उठ्छ कि उठ्दैन? स्वाभाविक छ। हिजो मैले तपाईँलाई थाहा छ जनता जान्न चाहन्छन् कार्यक्रममा कानुन मन्त्रीलाई सोधेको थिएँ, तपाईँले राजीनामा कहिले दिने मन्त्रीज्यू भनेर भनेको थिएँ। उहाँले राजीनामा दिनुपर्ने कारणै छैन, किन राजीनामा दिने मैले भनेर भन्नुभयो। निश्चय नै उहाँले भन्नुभयो होला। अब तपाईँले राजीनामा भन्नुभयो, तपाईँले प्रश्न गर्दै गर्दा सही प्रश्न राख्नुभयो। एउटा मन्त्रीले त्यो खालको अभिव्यक्ति दिँदै गर्दा किन राजीनामा नदिने भनेर तपाईँले गरेको प्रश्न बिल्कुल जायज छ। तर अब ऋषि धमलाजीले माग्दै गर्दा भन्दा पनि केपी ओलीजीले माग्दै गर्दा उचित हुन्थ्यो होला। तर यसबारेमा मेरो भनाइ उहाँलाई हटाइसकेपछि मात्रै अबको राजनीतिक बहस प्रक्रियाहरू अगाडि बढ्छन् भन्ने होइन। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूले जताततै जेसुकै राख्ने अभिव्यक्ति नियन्त्रण गर्नुपर्छ र त्यसको सुरुवात स्वयं आफैले हलुका अभिव्यक्ति दिने क्रमलाई रोकेर गर्नुपर्छ। त्यसो भए तपाईँले पछिल्लो समय जुन तर्क गरिरहनु भएको छ, प्रधानमन्त्रीमा दम्मको सिरपेज छ? तपाईँले आज कान्तिपुर दैनिकमा मैले एउटा लेखेको आर्टिकल कान्तिपुरमा प्रकाशित छ, कान्तिपुर दैनिकमा तपाईँले पढ्नुभएको हुन्छ। दम्बको श्रीपेज चाहिँ अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले लगाउनु भएको छ र त्यो श्रीपेज खोलेर उहाँले विवेकको बाटो हिँड्नुभयो भने इतिहासमा यति ठुलो शक्तिका साथ 7वटा प्रदेशको मुख्यमन्त्रीहरूको समर्थनका साथ तपाईँको देशव्यापी रूपमा आएको जनमतको साथ संसदमा बहुमतसँगै 2/3 साथ देशमा अगाडि लिएर जानलाई सहज राजनीतिक अवस्था उहाँको सामान्य प्राप्त थियो। तर दम्बको श्रीपेज लगाएर बसियो भने त्यसले प्रगतितर्फ लिएर जाँदैन। तर तपाईँलाई थाहा छ अहिलेको सरकार भनेको जनताबाट निर्वाचित हो, जनताले मन पराएको, जनताको मतबाट आएको सरकारलाई अहिले आएर तपाईँहरू छोटो अवधिमा 5 महिना भयो केपी शर्मा ओली प्रधानमन्त्री भएको, चौतर्फी घेराबन्दीमा किन पार्दै हुनुहुन्छ? यो सरकारलाई तपाईँहरू सडकबाट विस्थापित गर्दै हुनुहुन्छ? होइन, काठमाडौँबाट काँकरभिट्टाको लागि जाँदै गरेको एउटा गाडी 500-550 किलोमिटरको यात्रा तय गर्नु छ। यहाँबाट जाँदै गर्दा उ त्यहाँ कुलेखानीमा पुग्दा अथवा चाहिँ त्यहाँ चाहिँ तपाईँको मलेखुतिर पुग्दै गर्दा भिरबाट चाहिँ झर्न लाग्यो भने अरे 500 किलोमिटर पर जानु छ यार, अहिले भिरबाट झर्न आँट्दै गर्दा प्रश्न गर्ने भनेर कसैले प्रश्न गर्यो भने प्रश्नकर्ताको प्रश्नलाई म सम्मान गर्छु। तर 500 किलोमिटर पुग्न बाँकी थियो, अहिले यहाँबाट भिरबाट झर्न आँट्यो भनेर किन प्रश्न गर्ने भन्ने प्रश्न कति व्यवहारिक हुन्छ। त्यही मात्रै अहिलेको सन्दर्भमा यो सरकारलाई बहुमत प्राप्त छ छैन भन्ने होइन, 5 वर्ष प्राप्त छ, 500 किलोमिटर जानु जस्तै 5 वर्ष प्राप्त छ। तर लोकतान्त्रिक प्रक्रियाबाट जितेर आउनु र लोकतान्त्रिक चरित्रको हुनुको बिचमा फरक हुन्छ ऋषि दमलाजी। त्यो कुरा सबैलाई थाहा छ। तर अहिलेको पछिल्लो कुरा मैले तपाईँलाई किन कोट्याएको छु भने विश्वप्रकाश शर्माजी, नेपाली बस भनेको नेपाली जनताले सबभन्दा बढी सुन्ने कार्यक्रम हो। तपाईँलाई थाहा छ राम्रोसँग, तपाईँ सर्वेक्षण गर्नुभए पनि हुन्छ। तर मलाई एउटा कुरो बताइदिनुहोस्, जनताको आवाज र जनताको चाहना र जनआकांक्षा अनुसार सरकारले काम गरेन भनेर तपाईँहरू बताइरहँदाखेरि अब तपाईँहरूसँग विकल्प के छ? त्यो सरकारको विरुद्धमा तपाईँहरू सडक आन्दोलन गरिरहनुहुन्छ कि सम्झौता गर्नुहुन्छ? ठ्याक्कै भन्नुहोस् त। होइन, सम्झौता या सडक आन्दोलन यो दुईटै कुरालाई तपाईँले मैले एकै ठाउँ राखेर के भनौँ भने लोकतान्त्रिक प्रक्रियामा के हुन्छ, निर्वाचनबाट सरकार बन्छ, निर्वाचनबाट सरकार बन्दै गर्दा एउटा प्रमुख प्रतिपक्षी दल हुन्छ, प्रमुख प्रतिपक्षीले सरकारलाई सघाउनु पर्छ। सघाउने दुईटा तरिका हुन्छ, राम्रो काम गर्यो सिधै सघाउने, गलत काम गर्यो दबाब दिएर सच्याएर अगाडि बढ्नलाई चाहिँ सहयोग गर्ने। त्यसकारण अहिले हामी सरकारले गलत गर्दैछ, तिमी गलत गरिरहेको छौ, सच्चिनुपर्छ भनेर भन्ने कर्तव्य प्रतिपक्षी दलको हो। त्यो कर्तव्य निर्वाह हामीले संसदमा पनि गरिरहेका छौँ, सडकमा पनि गरिरहेका छौँ, स्वाभाविक छ सञ्चार माध्यमबाट पनि गरिरहेका छौँ। तर तपाईँलाई थाहा छ एकजना व्यक्ति छ नि, डाक्टर गोविन्द केसी अनसन बसिरहनु भएको छ होइन? उहाँ भनेको अहिले नागरिक समाजदेखि हरेक तर तबकाको व्यक्तित्वको अथवा भनियो भने समाजका विभिन्न तर तबकाका व्यक्तित्वसँग उहाँको सम्पर्क पनि भइरहेछ, समर्थन पनि सबैले गरिरहेछन्। तर सडकबाट यो सरकारलाई निर्देशन दिन मिल्छ संसदीय व्यवस्थामा? मैले अहिले तपाईँको बबुजीना होइन, कसैले चाहिँ डिक्टेट गर्न मिल्छ सडकबाट यसो गर त्यसो गर भनेर भन्न मिल्छ सरकारलाई?
लोकतान्त्रिक व्यवस्थामा प्रतिनिधि सभा छ नि त हाम्रो देशमा। प्रतिनिधि सभामा छलफल गरेर समस्याको समाधान खोज्न मिल्दैन? प्रतिनिधि सभामा छलफल गरेर समाधान नगरौँ उसले भनेको छ ऋषिजी। तर मेरो अध्ययनको कमी होला, म तपाईँबाट एउटा सहयोग चाहन्छु। लोकतान्त्रिक अभ्यास भएको संसारको मुलुकहरूमा निर्वाचनबाट सरकार बन्यो, त्यसकारण निर्वाचनबाट सरकार बनिसकेपछि सडकबाट कसैले प्रश्न गर्न नपाउने, सल्लाह दिन नपाउने, सुझाव दिन नपाउने भन्ने संसारको कुनै लोकतान्त्रिक मुलुक मेरो अध्ययनमा अलिक कमजोरी भएको हुँदा म तपाईँबाट सुझाव चाहन्छु। छलफल हामीले संसदमा नगर्ने विधेयकको बारेमा, यो विधेयकमा यस्तो छ त्यस्तो छ, यो कुरा हटाउनु पर्छ भनेर भन्दा उचित हुँदैन? तपाईहरुले सडकबाटै छ नि त्यसो गर्नुपर्छ भनेर भनिरहँदाखेरि संसद अवरुद्ध छ नि त विश्वप्रकाश शर्माजी। संसद अहिले सरकारले चलिरहेको संसद डाक्टर गोविन्द केसीलाई जबरजस्ती रूपमा काठमाडौँ ल्याउँदै गर्दा तपाईको जुम्लामा अस्पतालमा प्रवेश गरेर आतंककारीलाई खोजे जस्तो गरेर गोली चलाएर जुन व्यवहार सरकारले गर्यो त्यही दिनदेखि संसद सरकारले छलेर रोकेको छ। संसद 8 दिनसम्म चाहिँ स्थगन गर्ने एकातर्फ हुने, अनि अर्कोतर्फ सञ्चार माध्यममा कुनै साथीले संसदमा छलफल नगरेर तपाईहरु कहाँ छलफल गर्नु भएको छ भन्ने छलफल ऋषि धमलाजी संसदमा गर्न संसद खोल्नुपर्छ। खुलेपछि संसदमा पनि छलफल हुन्छ, संसदमा छलफल हुँदै गरेर दबाब दिनलाई सडकमा पनि हुन्छ। तपाईहरु म अहिले छलफल गरिरहेका छौँ, यो छलफलबाट समाधान त वार्ता त होइन, तर पनि किन हामी छलफल गरिरहेका छौँ भन्दा यो पनि एउटा माध्यम हो, सडक पनि माध्यम हो, संसद मुख्य थलो हो। त्यसो भए अब सडकबाटै गोविन्द केसीको माग पूरा हुन्छ भन्ने पक्षमा तपाईँ हो? अब मैले बुझाउन सकिनँ, त्यसमा म क्षमा चाहन्छु। तपाईँले बुझ्दैको चाहिँ विश्वप्रकाश शर्माले बोल्दै गर्दा सडकबाटै समाधान हुन्छ भन्ने निष्कर्ष बोल्यो भनेर भन्नुभयो भने त्यो तपाईँको बुझाइलाई मैले सम्मान गर्नुपर्छ। तर संसद महत्त्वपूर्ण थलो हो, संसद लोकतन्त्रलाई अगाडि बढाउने मूल थलो हो। तर सडक पनि संसदीय व्यवस्थामा लोकतन्त्रमा एउटा अभिन्न अङ्ग हो। सडकमा आएका आवाजहरूलाई पनि संसदमा लिएर गएर समाधान सरकारले खोज्नुपर्छ। तर के बिर्सिनुहुन्न भने हामीसँग बहुमत छ, त्यसकारण एउटा केवल एकजना व्यक्ति पनि अनसन बसेर हामीले मान्ने, डिक्टेट गरेको भनेर त्यो खालको ल्याङ्ग्वेज राख्नु भनेको दम्भ हो। लोकतन्त्रमा लाख मान्छेले जुलुस निकाले त्यो मात्रै मुख्य कुरा होइन ऋषि धमलाजी। केवल एउटा अदना नागरिकले मलाई अन्याय भयो, न्याय पाऊ सरकार भनेर कहीँनिर उभिएर माग गर्छ भने त्यो सुन्नु चाहिँ लोकतन्त्र हो। त्यसमा त्यसलाई डिक्टेट गरेको भनेर बुझ्ने काम गलत हो। अनि काङ्ग्रेस सभापति शेरबहादुर देउवा भारत किन नजानु भएको, उहाँले किन भ्रमण स्थगन गर्नुभयो? तपाईँको जानकारीमा अब उहाँ भारत भ्रमणमा जाँदै हुनुहुन्थ्यो भन्ने कुरा तपाईँको जानकारीमा होला। मलाई थाहा भएसम्म भारत भ्रमणमा जाने अहिले पार्टीको सभापतिको कुनै कार्यक्रम थिएन। तर समाचार बाहिर आइसकेको छ स्थगन भयो भ्रमण भनेर। होइन, भ्रमण स्थगन भयो भनेर आएको छैन भन्ने होइन, तर भारत भ्रमणमा उहाँ जान लाग्नु भएको थियो भन्ने कुरो म पहिलोपटक सुन्दैछु। कुनै सञ्चार माध्यमले, कुनै पत्रिकाले, कुनै अनलाइनले त्यहाँ छापेको छ भारत भ्रमण स्थगित भनेर। तपाईँले मलाई बताइदिए म आफै अध्ययन गर्न पाउँथेँ। धेरै मिडियाले छापेको छ, आज राष्ट्रिय मिडियाहरूमा समाचार आइसकेको छ। धेरै मध्ये एउटाको नाम भन्दिनँ न, भारत भ्रमणमा जान लाग्नु भएको थियो भनेर। यदि त्यो भारत भ्रमणमा जान लाग्नु भारत भ्रमण स्थगन भनेर आज राजधानीले समाचार छापेको छ, फ्रन्ट पेजमा छापेको छ। अब उहाँले छाप्नु होला, मैले पढ्न पाइनँ होला। उहाँको बुझाइ अब शेरबहादुर देउवा जान लाग्नु भएको भारत भन्ने होला। जहाँसम्म उहाँको भ्रमण स्थगन भएको छ सत्य कुरा हो। र तपाईँको जानकारीको लागि उहाँको भ्रमण चाहिँ सिङ्गापुर जाने कार्यक्रम थियो, भारत होइन। अब तपाईँले कुन पत्रिकालाई हवाला दिनुभयो, राजधानीलाई दिनुभयो होला, राजधानीमा कसरी साथीहरूले छाप्नुभयो होला। तर त्यो कन्फ्युजन हो, मैले कन्फ्युजनलाई क्लियर गर्न चाहन्छु। भारत भ्रमणमा होइन, सिङ्गापुर जाने कार्यक्रम थियो। तर उहाँको भ्रमण अहिलेको अवस्थामा बाहिर जाने कुरा उचित हुन्न र यहीँ बसेर कर्म गर्न जरुरी छ भन्ने निष्कर्षका साथ स्थगन भएको छ। थ्याङ्क यू सो मच। हवस्।